हेलो साथीहरू, स्वागत छ मेरो अर्को मिनी ब्लगमा। आज चाहिँ मैले यो सिजनमा हुने तरकारीहरू, हाम्रो बारीमा भएको तरकारीहरू देखाउन गइरहेको छु। यो चाहिँ तामा हो। यो तामा चाहिँ हामीले अचार लगाउनलाई ल्याएको। अचार लगाउनलाई काटेर पनि यस्तो बनाइसक्यौँ। अब चाहिँ म मेरो बारीमा फलेको तरकारीहरू देखाउन म बारी आइपुगेको छु साथीहरू। हेर्नु है, यहाँ करेला फलिरहेको रहेछ। अनि म चाहिँ करेला टिप्दैछु। करेला चाहिँ राम्रै फलिरहेको रहेछ। अनि टिपे पनि करेला चाहिँ त्यस्तो राम्रो जातको चाहिँ छैन। अनि यहाँ सानो सानो करेलाहरू पनि म देखाउँदैछु। करेला टिप्न चाहिँ अप्ठ्यारो थियो साथीहरू, माथि माथि फलिरहेको रहेछ। अनि यसलाई दिएको थाङ्रा पनि सानो सानो थियो, त्यही भएर अप्ठ्यारो भइरहेको थियो टिप्नलाई। करेला पनि टिपिसकेँ। अनि म घर आएँ। घर आएर मैले अर्को भाँडामा खनाएर यहाँ मैले देखाउँदैछु साथीहरू। अहिलेको सिजनको छुट्याउनै नहुने कुरा चाहिँ यो हो साथीहरू। हेर्नु है, यो चाहिँ काँक्रा हो। यो चाहिँ अहिले सबैको बारीमा देख्न सक्नुहुन्छ। यहाँ हाम्रो नि राम्रै फलिरहेछ। हामी चाहिँ सब्जीहरू आफू खान मात्र नभई बेच्न पनि रोप्ने गर्छौँ। यो चाहिँ हाम्रो बारीमा फलेको अकबारे खोर्सानी। अनि यो खोर्सानी चाहिँ हामीले पोहोर रोपेको थियौँ। अनि त्यही बोटलाई चाहिँ गोडमेल गरेर राखेको थियौँ। अहिले यतिको फलेको छ। कुनै कुनै बोटमा चाहिँ पाक्न पनि थालेको छ। अनि म यहाँ टिप्दैछु। धेरै त पाकेको छैन, एउटा एउटा मात्र पाकेको रहेछ। अनि म खोर्सानी टिप्दै जाँदै थिएँ। एउटा बोटमा चाहिँ धेरै फलाएर रहेछ र मैले देखाउँदैछु। हेर्नुहोस् है त हाम्रो खोर्सानी। अनि म चाहिँ खोर्सानी हातमा लिएर देखाउँदैछु। यो धनियाँ चाहिँ यहीँ खोर्सानी बारी छेउमा छरेको थियौँ साथीहरू, यतिको भएर रहेछ। यसपालि हामीले चाहिँ यस्तो जातको फर्सी पनि रोपेको छौँ साथीहरू, यतिको फलिरहेछ। अनि बोडी पनि देख्न सक्नुहुन्छ। बोडी चाहिँ हामी धेरै नै लगाउँछौँ, बेच्ने गरी लगाउँछौँ बोडी चाहिँ। त्यही भएर हेर्नु है, यतिको फलिरहेछ। अनि यो फल पनि छ साथीहरू हाम्रो बारीमा। यो फललाई चाहिँ तपाईँहरूकोतिर के भन्नुहुन्छ कमेन्ट गर्नुहोस् है।